हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज मैले पहिलोचोटि भ्लग बनाउँदैछु। आज म र मेरो साथी ट्रेकिङको लागि नर्थ एबिसी जाँदैछौँ। पोखरा पुगेपछि हामीले भ्लग स्टार्ट गऱ्यौँ। पोखरादेखि बेनी तातोपानीसम्मको गाडीमा चढेर बेनीतर्फ लाग्यौँ। लुम्ले पुगेपछि हाम्रो गाडी चार्ज गर्न र एकछिन खाजा खानको लागि रोकेको थियो। त्यहाँ हामीले मोमो अर्डर गरेर खायौँ। खाजा खाए लगतै फेरि गाडीमा चढेर हामी बेनीतर्फ अगाडि बढ्यौँ। यसरी गफ गर्दै गीत गाउँदै रमाइलो यात्रा बनाउँदै नयाँ पुल, कुस्मा पर्वत, बागलुङको मालढुङ्गा, म्याग्दी जिल्लामा पर्ने बेनी बजार हुँदै हामी तातोपानी आइपुग्यौँ। तातोपानी पुगेपछि हामीले भनेको गाडीमा मान्छे नपुगेर हामी अर्को गाडीको पछाडि बसेर गयौँ। नयाँ साथीसँग परिचय गऱ्यौँ र एकअर्कालाई जिस्काउँदै हाँस्दै हुम खोलातर्फ अगाडि बढ्यौँ। आज हामी नयाँ गन्तव्य, नयाँ अनुभव र प्रकृतिको अनुपम उपहारलाई नजिकबाट महसुस गर्न र आफ्नो जीवनमा एउटा अविस्मरणीय अनुभव सँगाल्न गइरहेका छौँ। यो अनुपम उपहारले हाम्रो थकित मनलाई शान्ति र शरीरलाई नयाँ ऊर्जा प्रदान गरिरहेको थियो। नयाँ गन्तव्य भनेको केवल नक्साको एउटा बिन्दु मात्र होइन, यो एउटा नयाँ दृष्टिकोण हो। जब हामी अपरिचित बाटोहरूमा पाइला टेक्छौँ, तब हामी आफ्नो सुख सुविधाबाट बाहिर निस्किन्छौँ। नयाँ ठाउँले हाम्रो उत्सुकतालाई जगाउँछ र हामीलाई संसार कति विशाल र विविधतापूर्ण छ भन्ने कुराको महसुस गराउँछ। अर्कोतर्फ ढकमक्क फुलेका लाली गुराँसहरूले हामीलाई स्वागत गरिरहेका थिए। हामी हुम खोला पुगेपछि खाजा खायौँ र अघिल्लो दिन नै हामीले साथी खर्क होटेलमा बुक गरेका थियौँ। त्यसैले हामी हुम खोलादेखि 4:25 पैदल यात्राका लागि तयारी भई निस्कियौँ। प्रकृतिले हामीलाई निस्वार्थ रूपमा धेरै कुरा दिएको छ। हिमालको शीतलता, वन जङ्गलको हरियाली, खोलाको कलकल आवाज र स्वच्छ हावा, यी सबै प्रकृतिका अनमोल उपहार हुन्। विशेष गरी हाम्रो देश नेपालमा, जहाँ पाइलै पछि प्राकृतिक सुन्दरता भेटिन्छ। सहरको कोलाहलबाट टाढा यहाँ मात्र शान्ति र शून्यता छ। माथि नीलो आकाश र तल नीलो खोला सुसाउँदै बगिरहेको छ भने माथि हावाको सुसेलीसँगै प्रकृतिको काखमा हराउँदै झोलुङ्गे पुलको हलचल साँच्चै मनमोहक छ। यसरी फोटो खिच्दै भिडियो बनाउँदै हामी दुईजना मात्र ट्रेकिङ जाँदाको अनुभव एकदमै खास छ र आत्मीय छ। भिडभाडभन्दा टाढा एकअर्काको साथ र प्रकृतिको काखमा बिताएका पलहरू सधैँ मेरो मनमा रहिरहनेछ। हजारौँको भिडभन्दा एउटै असल साथीको साथले यात्रालाई अर्थपूर्ण बनाउँछ। बाटो कठिन होला, तर जब साथमा भरोसा गर्ने मान्छे हुन्छ, हरेक उकालो रमाइलो बन्छ। मान्छेहरू भन्छन् 2 जना मात्र कसरी सम्भव छ? हामी भन्छौँ 8 भए सारा संसार आफ्नै हो। थकान त एउटा बहाना मात्र हो, खास खुसी त त्यो उकालो काटेर देखिने दृश्यमा छ। हिँड्दै जाँदा खुट्टा दुख्छन्, तर मनले सधैँ भन्छ अझै अलि माथि, अझै एउटा नयाँ मोड। गुडाँसी डाँडाको उकालो चढ्दै गर्दा होटेलको साउको फोन आयो र दाई रात पर्छ होला, लिन आउनुहोस् भनेर दाईलाई बोलायौँ र दाई लिन पनि आउनुभयो।
मैले बोकेको झोला पनि दाइले बोकिदिनु भयो र त्यस दिन रात पर्न लागेकाले खुट्टे झर्नामा नबसी हामी दाइको होटलतर्फ अगाडि बढ्यौँ। हिँड्दा दिमाग खराब भइसक्यो। बिन्दा यहाँ छिन्, कहाँ हालिरहेका छिन् बिन्दा आज। अनि हामी दुईजना यहाँ छौँ। अब हामी भित्र जाँदैछौँ। यो चाहिँ आज हाम्रो बस्ने गन्तव्य स्थल हो। क्युट टेन्टहरू रहेछ। हामी यही कोठामा सुत्ने हो। बिन्दा रेडी हुन लागिसकिन्। साथी चाहिँ मोटी केही बोक्न परेको छैन। चारवटा सिरो खप्यायौँ कि हामीले। एउटा, दुईटा अनि यो तिनटा। परेली झिमझिमो परेली झिमझिमो मलाई पनि सारा धिमधिमो माया जाल बुन्छु माया जाल बुन्छु। दिनभरिको थकाइ एकातिर, तर साँझको यो मस्तीले सारा थकान मेटाइदियो। होटलको यो सानो कोठा, हाम्रो हाँसो र नाचले भरिएको यो ठुलो संसार। बाहिर चिसो सिरोटो चलिरहेको छ, तर हाम्रो यो कोठाभित्र भने बेग्लै माहौल छ। न कोही हेर्ने डर, न कोही सुन्ने चिन्ता, न तालको दर, न त सुरको नै चिन्ता। हामी दुई हाम्रा मनपर्ने गीतहरू र कहिल्यै नथाक्ने हाम्रा पाइलाहरू, सायद यस्तै साना पलहरूले नै यात्रालाई अविस्मरणीय बनाउँछन्। जिन्दगीका सबैभन्दा राम्रा सम्झनाहरू त यस्तै अनौपचारिक रमाइलोमा बन्ने रहेछन्। हिजोको थकाइलाई बिर्सिएर आज फेरि एक नयाँ बिहान र नयाँ गन्तव्यले हामीलाई बोलाइरहेको थियो। निन्द्रा अधुरै होला, तर हिमाल देख्ने धोकोले हामी फेरि आफ्नो झोला कसेर उकालो चढ्न तयार भयौँ। बिहानैको मिरमिरे उज्यालो, चिसो हावा सँगै हामी मात्र होइन, यी पहाडका ठुम्काहरू पनि आज हामीलाई स्वागत गर्न आतुर छन् जस्तो लाग्छ। हिमालको देश नेपाल, जहाँका सेता चुचुराहरूले हरेक बिहान सूर्यलाई स्वागत गर्छन्। यी अग्ला पहाड र हिमालहरू हेर्दा यस्तो लाग्छ मानौ हामी प्रकृतिको सबैभन्दा नजिक छौँ। यहाँको हावामा एउटा छुट्टै शीतलता र पवित्रता छ। सुनौलो घामका किरणहरूले हामीलाई चुम्दा हाम्रो यात्रामा एउटा नयाँ चमक थपिएको थियो। घामको मधुरो ताप र हिमालको चिसो हावा, यो अद्भुत सङ्गममा हराउनुको मजै बेग्लै छ। एउटा राम्रो फोटो खिच्ने लोभमा हामी कतिचोटि रोकियौँ होला, तर यी दृश्यहरू कैद नगरी मनै मान्दैनथ्यो। क्यामेरामा कैद भएका यी तस्बिरहरूभन्दा पनि सुन्दर त हाम्रा आँखाले देखिरहेका यी दृश्यहरू छन्। हरेक सटमा एउटा नयाँ कथा छ, हरेक क्लिपमा एउटा नयाँ सम्झना छ। केही बेरको उकालो बाटोको थकाइलाई मेट्न हामी एकछिन बसेर जुस पिउँछौँ र फेरि हामी अगाडि बढ्छौँ। यो भुस्केट मेलाको पुल तरेसँगै भुस्केट मेला होटल आउँछ। त्यहाँ पुगेर हामीले खाना अर्डर गर्छौँ र खाना खाए लगत्तै फेरि हामी उकालोतर्फ अगाडि बढ्छौँ। यो ढुङ्गे चौतारी थकित यात्रीका लागि स्वर्गभन्दा कम छैन।
पसिनाले नित्रुक्क भिजेको शरीर, तर चौतारीको यो ठन्डा हावाले सबै थकान एकैछिनमा मेटाइदियो। चौतारीमा बसेर टाढाका पहाडहरू निहाल्दा लाग्छ यो विश्राम पनि यात्राको एउटा सुन्दर हिस्सा हो। सायद यी पुराना चौतारीहरूले धेरै यात्रीका कथाहरू सुनेका होलान्। उकालो बाटो, हिमालको साथ जिन्दगीकै एउटा सुन्दर अनुभव सँगाल्दै, खोलाको सुसेली पछ्याउँदै हामी फेरि अर्को किनारतर्फ अगाडि बढ्छौँ। नदीको कलकल आवाज र ढुङ्गे बाटो, प्रकृतिसँगको यो सामिप्यता निकै आत्मीय लाग्छ। हिँड्दा हिँड्दा अलिक भोक पनि लागेको थियो, त्यसैले यही सुन्दर दृश्यलाई हेर्दै हामीले आफ्नो खाजा निकाल्यौँ। 5 स्टार होटलको खाना एकातिर र हिमाल हेर्दै खाएको यो साधारण खाजाको स्वाद 1000 गुणा मिठो छ। हिमाल छाती राखेर सँगै खाजा खाँदै हाम्रा गफहरू पनि यी पहाडहरू जस्तै उचाइ लिँदैछन्। वरिपरि सेता हिमाल, बीचमा म, साँच्चै स्वर्ग यही हो कि जस्तो लाग्यो। वरिपरि आँखै अगाडि ठिङ्ग उभिएका यी सेता हिमालहरू देख्दा लाग्यो मेरो वर्षौँदेखिको सपना आज पुरा भयो। यो चिसो हावा, हिउँको सुगन्ध र अन्नपूर्णको यो विशालता, यो अनुभव शब्दमा मैले बयान गर्नै सकिनँ। नेपाल विश्वभरि नै हिमालको देश भनेर चिनिन्छ, जहाँका सेता चुचुराहरूले हरेक बिहान सूर्यलाई स्वागत गर्छन्। संसारका 10 वटा अग्ला हिमालहरूमध्ये 8 वटा त नेपालमै पर्दछन्। चाँदी जस्तै टल्किने यी हिउँका चुचुराहरू हाम्रो देशको गौरव। जहाँ हिमाल मुस्कुराउँछ त्यहाँ मन आफै रमाउँछ। संसारकै अग्ला शिखरहरूलाई आफ्नै आँखाले निहाल्दाको खुसी नै बेग्लै हुने रहेछ। पञ्चकुण्ड लेकको नजिकै पुग्ने बेलामा मलाई सास फेर्नका लागि गाह्रो भएको थियो। आफूलाई गाह्रो भए तापनि मेरो मनलाई दह्रो बनाउँदै आँट र हिम्मतका साथ मेरा पाइलाहरू बिस्तारै अगाडि बढाएँ। सहयोगी भावना भएका एकजना इन्डियन साथीले त्यहाँ मलाई सहयोग गर्नुभएको थियो। उहाँको यो गुण मैले कहिल्यै भुल्ने छैन। फाइनल्ली हामी पञ्चकुण्ड तालमा पुग्यौँ। चाहेको ठाउँमा पुग्न नसक्नु असफलता होइन, आफ्नो स्वास्थ्य र शरीरको आवाज सुन्नु बुद्धिमानी हो। सास फेर्न गाह्रो भएर बेस क्याम्पसम्म पुग्न नसके पनि पञ्चकुण्डको शान्तिको अनुभव भने अविस्मरणीय रह्यो। यात्रा सधैँ सोचेको जस्तो हुँदैन, तर जहाँ पुगिन्छ त्यहीँको सुन्दरतामा रमाउन सिक्नुपर्छ। अन्नपूर्णको काखमा रहेको सुन्दर पञ्चकुण्ड लेक, जहाँ थकान मेटियो र क्यामेरामा केही मिठा पलहरू कैद गरियो। म पञ्चकुण्ड तालमा रमाउँदा मेरो साथी चाहिँ अन्नपूर्ण बेस क्याम्पमा रमाउँदै थियो। गर्व छ साथी। बेस क्याम्पको तिर्सना
पञ्चकुण्डको किनारमा मेटाउँदै अनि म भुस्केट मेलाको रौनकतामा फर्किएँ। बिहानको पहिलो किरणसँगै मेरो साथी बेस क्याम्पबाट फर्केर आयो। बिहानको चिया त सँगै खानु थियो। हरेक यात्राले हामीलाई केही न केही नयाँ सिकाउँछ। नयाँ गन्तव्यमा पुग्दा भोगिने सङ्घर्ष, त्यहाँको स्थानीय संस्कृति, मानिसहरूको बोलीचाली र खानपानले हाम्रो जीवनको अनुभवमा नयाँ पाना थप्छ। यात्राको क्रममा आइपर्ने ससाना चुनौतीहरूले हामीलाई धैर्यवान र साहसी बनाउँछन्। यी अनुभवहरू नै हुन् जसले मानिसलाई परिपक्व बनाउँछन्। काको मकाको भुस्केट मेला भेटो नजुरा। उच्च वेगमा पाइने गुच्ची च्याउसँगको फोटोसँगै फेरि हामी ओह्रालो लाग्यौँ। अन्ततः हामी बेस क्याम्पको जादुमयी संसारबाट ओह्रालो लाग्दैछौँ। जाँदाखेरि हामीले यो फुटफुटे झरनामा क्यामेरा चलाउन पाएका थिएनौँ। सायद प्रकृतिले भन्दै थियो, पहिले शिखर चुमेर आऊ अनि मात्र मेरो यो रूपलाई कैद गर्नु। आज फर्किँदा भने हामीले कुनै कसर बाँकी राखेनौँ। यहाँका प्रत्येक थोपा र यो झरनाको सङ्गीतलाई हामीले भिडियोमा कैद गरेका छौँ। झरनाको चिसो पानीको स्पर्शपछि अब हाम्रो यात्रा सिधै पोखरातर्फ मोडिएको छ। शरीर थाकेको छ तर मन भने बेस क्याम्पका ती हिमालहरू जस्तै अटल र खुसी छ। ओह्रालो झर्दै गर्दा ती अप्ठ्यारा बाटोहरू अब यादका पानाहरू बन्दैछन्। केही दिनको अनवरत हिँडाइ र अविस्मरणीय अनुभवहरू पछि हामी फेरि पोखराको आँगनमा आइपुगेका छौँ। आमासँगको बसाइ र मिठो कुराकानी गर्दै हामी आफ्नो घरतर्फ फर्कियौँ। आशा छ तपाईहरूलाई मेरो यो यात्राको कथा मन पर्यो होला। यदि मन पर्यो भने लाइक र कमेन्ट गर्न नभुल्नुहोला। अर्को नयाँ गन्तव्य र नयाँ भिडियोमा फेरि भेट्नेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्ते। पिरमा पनि मुस्काउने कला छ, त्यही कलाले जिन्दगी चलाछ। परमलाउला नि जोबान फकाइ फकाइ लान्छौ कि भोलि पराई ठान्छौ कि दरमा खोला तरमला दिए धोका कसो गरमला। दरमा खोला तरमला दिए धोका कसो गरमला।